फ्रेन्ड्स, नमस्ते हजुरहरूलाई। मैले चाहिँ अस्ति यो एउटा नयाँ पेन्ट किनेको थिएँ कि यो चाहिँ एकदमै लेन्थ लामो भयो हैन। अब यो लेन्थ लामो हुँदा चाहिँ यसलाई चाहिँ म यो कसरी घटाउनु पर्छ भनेर तपाईहरुलाई घटाएर देखाउँछु ल। यो चाहिँ मेरो पुरानो पेन्ट हो। हेर्नुस् है, मेरो चाहिँ यति नै ठुलो रहेछ। यति भनेको चाहिँ कति आउँछ भने 3 इन्ची नै ठुलो रहेछ। म चाहिँ यसलाई कसरी घटाउनु पर्छ। मेरो चाहिँ मेरो 2.5 इन्ची भयो। यहाँ यसरी मैले चाहिँ यहाँ यसरी दाग लाउँदैछु। यति नै फोल्ड गर्नु। तपाईहरुले पनि घटाउनु चाहनु भयो भने एकदम इजी छ है। यसलाई चाहिँ यसरी टक्क फोल्ड गर्नुपर्छ। अब अहिले सिलाएर देखाउँछु नि तपाईहरुलाई। घटाउँछु ल। म चाहिँ इन्ची टेपले नाप्दै गर्छु। यहाँनिर 3 इन्ची हो। पछि सिलाउँदा मात्र देखा। मेरो टेबल छैन। यो पलङ चाहिँ मेरो टेबलै हो। हेर्नुस् है, यो वाइट धागोले यसरी फोल्ड गरेर मैले यहाँ डल्लै सिलाएको छु। अब सिलाउँदा चाहिँ म के गर्छु भने नि, यहाँनिर यसरी टक्कै राख्यो हो। यहाँदेखि कस्तो उयो बुट्टे भएछ है। मैले चाहिँ काटिसकेँ यो हो। अब काटेर चाहिँ यहाँ हेर्नुस् त घट्यो। यो पनि सिधा भएछ बहिनी हेर। यसरी अब मुनिको पनि तपाईले यसलाई पनि काटेर यसरी सजिलो प्रकारले जोड्न सक्नुहुन्छ है। अब फेरि अर्को पनि यसरी फोल्ड गरेको छु। अहिले काट्नु पर्यो। यसरी फोल्ड गरेको छु। यसको चाहिँ यतिमा चट्टै काट्यो भनेदेखि चाहिँ